केही छैन नि खाली फुक्यो पैसा बनाइदियो भन त एक झोला कति बनाइदिन् 1 लाख हो त्यही भनेको त नि जब भन नि यार खेलवाले भाइ हल्का फुल्का पैसा बनाइदिउँ बनाउने पैसा बनाएर भाइले बिहा गराइदिन्छु है फुक्देऊ बिहा कस्तो गर्ने थाहा छ अगाडि शङ्ख पछाडि पङ्गा केसित कुकुनिसित मान्छेले बिहा गर्ने हो तपाईँ त झोला समाउनु झोलामा केही छ तपाईँ त अलि ठाउँ पछि दिनुहोस् है ल रेडी एक भाइ हात हालेर चेक गर्नुहोस् केही छ कि उल्टो गरिदेऊ केही छैन सिधो गर्नुहोस् अब म तपाईँलाई जादु सिकाउँछु है फुक्देऊ त अब त एकछिन मलाई मास देऊ न मैले दिउँला एकछिन मात्रै है तिम्रो मासु म जादु देखाउँछु ल्याउनु ल्याउ पैसा निकाल्नु अब बहाना भने कुनै कुरो हुँदैन आफू भन्ने भएको है अब मास सेतो हो सेतो नै बाबु समाउ यहाँभित्र अर्को मास छ कि छैन हालिदिनुहोस् फौ ताली पड्को सब जोडले मान्छेबाट ताली पड्को अन्तरु मन्तरु यो भाइको मास उडन्तरु फु गर्नु बाबु एउटा मनमा राम्रो कुरो चिताउनुहोस् तपाईँ जे कुरो चिताए भने म त्यही कुरो भित्र बनाइदिन्छु त कसो नभन्नुहोस् है चिताइयो म के पाउँछु भन के चितायो ओ खेलवाले भाइ हजुर यो भाइले मनमा के कुरो चिता थाहा भएन तर मैले यसमा बनाउँछु बनाउने फुक्देऊ हातले मास निकाल्नुहोस् निकाल नि यार पेन्टी निस्क्यो पेन्टी हल्ला नगर्नु खेलवाले भाइ आइ हेरेर मन परेन आइ हेरेर जन्के राम्रो सामान बनाउनु पर्यो क्या ताली बजा जोड्ने मान्छे राम्रो ताली अलिक कस्तो बजाइदिन्छ हो अन्तरु मन्तरु अब भित्र अर्को चिज बनाउनु पर्यो फुक्देऊ हेर्नुहोस् चेप्नुहोस् यसभित्र सर्प आउँछ नडर है फेरि खेलवाले भाइ सर्प भाइको हातमा बनाइदिउँ बनाउने हो रेडी एक ओ फुच्चे भाइ हजुर यो भाइको घर यतै भन्नुभयो हो उडाइदिउँ उडाइदिम यसमा हालेर टाउको तल खुट्टा माथि काँदी काँदी हालेर उडाउने हो अङ्गु पठाइदिने हो तपाईँ नडराउनु है ओ फुच्चे हजुर चालु गरिदिने गरिदिने हो अलि यो प्लास्टिक यता अलि बचाउ ल छोडिदिनु बाबु यस मान्छे ज्यानमा के लुगाएको छ त सर्प छ यस ज्यानमा क्या परेवा लुगाएको छ भाइले बिचमा चाँडै गर त खेलवाले भाइ हजुर तिमीले म एकछिन लागि यति माथि उडाउँछु है हुन्छ यसो खोल्के बाबु चेक गर के लुगाएको छ कि गर्दैन म गर्दैन ल पर्दैन केही फरक पर्दैन बुझ्छ हजुर तल बस भाइ एकछिन ल लौ अन्तरु मन्तरु ल फुच्चे भाइ गइहाल हो दाइ हाम्रो हेलिकप्टर दिनु हेलिकप्टर हो ए अमेरिकाको प्लेन है हो दाइ भाइ यो प्लेन मैले भाइले उडेर यहाँ राखिदिउँला बरु नभागै गएर म फेरि बनाएँ भाइ मान्छे भित्र छिरे है अब यो मान्छे बिस्तारै उड्छ अगाडि आउनु हजुर ल गइहाल हो दाइ अर्को चारो अर्को त नचाहियो यता एसी रहेछ चारो भयो कपडा चाहियो लुल बहादुर भात चाहियो अब कपडा छैन उता हाम्रो खेलमा आएको दाइको पाँच भाइ नै हुन्छ पाइप फुलालिने हुन्छ हजुर अहिले पाइप फुकायो भने गाह्रो हुन्छ हुन्छ बाबुल कटु लास छैन एकछिन एउटा भाइले फुटे यता कुना राखिदिनु एउटा बाबुले यता राख साइडमा है यो कुनामा ल राख यहाँनिर राख्नुहोस् बुझ्छ है हजुर जाने हो त जाने हो कति फुट 25 फुट जाने हो 25 फुट हो ल सिक्नु पर्छ तपाईँ समात त यो भाइले टाउको साउको हल्लाउँछ केही नगर्नुहोस् टोकरी पल्टाएर भागेपछि एक दुसार मुर्की हाल्नुहोस् है तपाईँ हाल्नु पर्छ अब यो रबरले नि यही समय यसैले हालै फेरि टाउकोमा तर अहिले हाल्नु पर्दैन है बाबु है बुझ्छ है लागिरे म सान्छु अन्तरु मन्तरु गाना गाउने गाउने ताली पड्को सब जोड्ने मान्छेले
अलिकति म धाम्रो पढाउनु पर्यो क्या भाइ तै बोल्नले गाह्रो नमान्नु होला ओइ जादुगर भन त ओइ जादुगर तिमी कहाँ छौ तिमी कहाँ छौ म पनि आउँछु जाने माथि नजाने ओइ पुच्छै जाने गाना गाउने राम्रो फिल्म त हुन्छ एउटा हिन्दी हिन्दी पढ्दैन म र नेपाली गाना गाए गाउने भित्रलाई हेर मुरली छ त लौ ओइ खेलवाले भाइ गाना गाउने बेलामा लुकेर नजाने है लौ मन्तरु यो दुटी भाइले मन्तरु अब घुस जय शम्भु कैलाशपति भन भाइ म गए गुरुजी तेरा अब कहाँ गइस म र भन्छु ए बाबु यसले गाना गाउँछ सुन है बाबु बाबु यो भाइले केही कुरा भने त सुनेनौ है अब यसले तपाईँले बोलाउनु पर्ने हो ओइ फुच्चै ओइ जादुवाला भन बाबु तिमी कहाँ गयो म पनि आउनेवाला छु माथि जाने हो को जाने हो भाइ हिर्काएको छैनौ नि फिल्डे छैनौ नि तपाईँ यसको नाम दिएर बोलाउनुहोस् अलाउद्दिन नुरदिन फर्क गाना गाई त भन त ओइ फुच्चै ओ तेरा बाउ ओइ केटा ताली पड्क कस्तो जोड भाइ र बाबु भाइ कपडा छोडिदिनु ओ तेरा बाउ कहाँ गइस भाइ मुरी समाज ओ भाइ ताली पड्कले बजाउनु यार ताली पड्कले ओ दाइ मजा आएन छ कति दाजुले के भन्नुभयो जादुवाला भाइले मान्छे उडाइदिए रे कतिले साइडमा छ भन्ने कुरो गरिरह है म यसले उचाले देखाउँछु अपेक्षा अलि त सानोमा पर्छ हट तिमी तर उडेको पनि देखाउनु पर्ने हो के अलि भाइ पछि ल भाइ यसले म निकाल्छु है निकाल्ने बित्तिकै टाउको हान्नु होला सारा अडी माथि छ मान्छे मर्ला अब दाजुभाइ भित्र मैले मान्छे त हालेँ यसले म तपाईँले बाहिर निकाल्छु यसले म बाहिर निकाल्छु बाहिर निकालेपछि 3 भन्छु यसको टाउकोमा हिर्काउ है के रो अहिले हाले भए पनि आइज अलि पावर 1 2 3 भाइ टाउको हानि तर मेरो होइन के अब नभयो भने नि तपाईँले मलाई हान्नु भएन नि त टक्क म यसले निकाल्छु है आइज अहिले त यो मान्छेले अघि कपडा लाएर गएको हो भाइ मान्छेबाट विश्वास नगर दाजुभाइ मान्छेबाट विश्वास नगर्नुहोस् अब यो भाइले पठाइदिने हो यो अब रबड हो म एउटा हातको सफाइले यसले जिउँदो देखाइदिए सब जोडले मान्छे ताली पढाउ जोडले भाइ ताली पढाउ है अब तिमी यसको टाउकोमा 3 लाती हिर्काउ त जोड हान यार भात पार्ने के हाने बाबु जमिन मेरै खुट्टा दुख्यो ल ठीक छ यो सर्प होइन रबर साइकलको यसले म एकछिनलाई हिँडाउँछु अब हो ल खोपडी मसान अन्तरु मन्तरु साप बनन्तरु टोक्यो भने भाइ मोर अन्तरु